मलाई नि नुनै लागेन। Welcome to our mini vlog. Camera ni uta po dira. Hey guys, welcome to our tattoo day. हामी छौँ आज कहाँ? एन्जल ट्याटू स्टुडियो चिकन चौराहामा हुनुहुन्छ। के गर्दै हुनुहुन्छ? तपाईँहरू आउनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ट्याटू हान्न आउनु भएको छ उहाँ। उहाँ चाहिँ त्यहाँबाट मलेखुदेखि ट्याटू हान्न सुरु भयो। कसरी गरेको यो बेला भएपछि अघिसम्म त भइरहेको थियो, अहिले फेरि घुरै छोडेर के गर्ने? पछाडिबाट टुपी तान्नु पर्यो कि हाता साँच्चै ल एकचोटि भुताल दिँदा आएर यता अनि रिटु गर्ने हो क्या। चिमाड्यो हेर दाइ ऊ हाँसेको हाले पनि भाइ हुन्छ त के गर्यो अझै हाँसेकै छैन। त्यो रियलमा चाहिँ अरे अन्त अरे नगर्छु न उही भिडियो भइरह या दुख्यो दाइ दुख्यो बिस्तारै अलि बिस्तारै दा या। हेलो 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 कता हुनुहुन्छ? म यहाँ सौरामा के गर्न आउनु भएको? ट्याटू भन्न टाटो। कहाँदेखि आउनुभयो हजुर? म मलेखुदेखि आइपुगेको। मलेखुदेखि किन सौरै आउनुभयो त? यहाँ सबभन्दा राम्रो ट्याटू हान्ने आर्टिस्टै हुनुहुन्छ। हजुर यो मार्केटमा सुन्यो भएर आएको। कस्तो लाग्यो त अहिलेसम्मको? अहिलेसम्मको एक्सपिरियन्स चाहिँ बाबाले लगाइराखेको छ। हजुरको नाम भनिदिनुहोस् एकचोटि दाइ। मेरो नाम विनोद सिटौला हो। म विगत 10 वर्षदेखि ट्याटू गरिरहेको छु। प्रोफेसनली चाहिँ 5-6 इयर्स भयो ट्याटू गर्नु लागेको। अब टाढा टाढाबाट क्लाइन्टहरू आइराख्नु भएको छ, एकदमै खुसी छु होइन। मेन यहाँ दाइकको स्पेसलिटी चाहिँ ट्याटू हान्दाखेरि अरूभन्दा कम दुखाउनु हुँदो रहेछ। मैले 2-3 ठाउँमा पनि ट्याटू हानेको छु अरू पनि। यहाँ चाहिँ रगतै निकाल्यो भने चाहिँ दाइले स्मुथली सबभन्दा बेस्ट ट्याटू पार्ट भनेको चाहिँ स्मुथ आनन्दसँग नहतारिकन क्लाइन्टलाई पनि। Take your time and come here guys. कस्तो लागेको थियो? कस्तो पाउनुभयो? बवाल लागेको थियो, झन् बवाल पाएँ। हजुर कोही ट्याटू हान्ने हुनुहुन्छ भने नेपालमै सौरामा यहाँ एन्जल ट्याटू हाउसमा आउनु होला। एकदम तपाईँको चित्त बुझ्ने गरी
उहाँले सन्तुष्ट गरे तपाईँलाई पठाउनु पठाउनु हुनेछ। कृष्णाय वासुदेवाय हरे प्रमकणे प्रणतक्लेशनाशाय गोविन्दाय नमः।